गाउँदेखि देशको जब जब अन्याय र अत्याचार जन्माइन हमाले उसलाई सडकदेखि सिमानामा रगत उम्लियो आइन्दा मेरो फ्यामिलीलाई टच गरे आमाको पेटको हिसाब म राख्दिन। नेपालको फिल्म इन्डस्ट्री अहिले एउटा यस्तो मोडमा आइसकेको छ जहाँबाट फर्कनु असम्भव छ, किनभने यस्तो धमाका यस्तो विस्फोट नेपाली सिने इतिहासमा आजसम्म कहिले भएको थिएन। यो कुरा ध्यान दिएर सुन्नुहोस्, जुन कुरा सुनेर तपाईको मुटु ढुक ढुक काम्ने छ। 42 सेकेन्डको एक टिजर, केवल 42 सेकेन्ड। समीर भट्टको बलिदानले यस्तो आगो बाल्यो जसले केवल दर्शक मात्र होइन पुरै फिल्म इन्डस्ट्रीलाई कापाइदिएको छ। त्यो आवाज, त्यो स्टाइल, त्यो एक्सन, यो केवल फिल्म होइन, यो क्रान्ति हो। अनि यसै क्रान्तिका बीच 10 वर्षपछि एकजना महानायक फर्किए। नाम सुन्दा नै शरीरमा काँडा आउँछ। राजेश हमाल नरसिंह अवतारमा गरेको उनको एक्सनले अब केवल दर्शकको होइन दुश्मनको मुटु पनि भड्काउन थालिसकेका छन्। आजसम्म हामीले बाहुबली, पुष्पा, पुष्पा 2 र जवान हेर्यौं, तर अब त्यस्ता फिल्म हेर्नुपर्ने कारण नै छैन, किनकि बलिदान र नरसिंह अवतार यी कुनै फिल्म होइन, यी त इतिहास बन्न आएका छन्। एक पछि अर्को धमाका, माइती घर, हरिबहादुरको जुत्ता, जारी 2 अनि पल्साको महाराज धीराज सबैजना भिड्दै छन्। तर किन यस्तो डर? किन समीर भट्टको एउटा टिजर पछि 4-5 वटा फिल्म जुदाएर बलिदानलाई दबाउने प्रयास? के हो यो घृणा? के हो यो ईर्ष्या? के समीर भट्टको उचाइ सबैले सहन नसकेका हुन्? तर थाहा पाउनुहोस्, जुन आगो समीर भट्टले बाल्न खोजे त्यसमा राजेश हमालले तेल खनाइदिएका छन्, अनि त्यो आगो अब बुझाउन सकिँदैन। बलिदान केवल फिल्म होइन, त्यो एउटा भाव हो जुन दर्शकको हृदयमा बलिसकेको छ। जुन दिन त्यो फिल्म हलमा लाग्छ तपाईको मुटु ढुक ढुक गर्न थाल्छ, तपाईको आँखा पट्टाकै झिम्किने छैन। त्यो दिन तपाईको मुखबाट एउटै शब्द निक्लिन्छ, यस्तो नेपाली फिल्म यति शक्तिशाली। अब सोच्ने बेला तपाईको हो, के महाराज धीराज बलिदानसँग भिड्न सक्छ? के पल शाह, रमेश उप्रेती र जयकिशन बस्नेतले आफ्नो स्टारडम बलिदानको ज्वालामा बचाउन सक्छन्? तर यथार्थ यही हो, बलिदान र नरसिंह अवतार यी नाम मात्र होइनन्, ब्रान्ड हुन्। जुन ब्रान्डले अब नेपालमा मात्र होइन नेपाल बाहिर पनि तहल्का मचाउने छ। तपाईको क्यालेन्डरमा हेर्नुहोस्, मिति मार्क गर्नुहोस्, त्यो दिन आउने छ जब तपाई हल बाहिर सिट नै नपाएर फर्कनु हुनेछ। त्यो दिन तपाईको धड्कनले तपाईलाई सोच्ने छ, के तपाई तयार हुनुहुन्थ्यो? बलिदान, नरसिंह अवतार ती केवल फिल्म होइनन्, ती आन्दोलन हुन्। अब अरू फिल्म होइन, अब हाम्रो फिल्म, अब हाम्रो आवाज, अब नेपाली सिनेमा लेखेर राख्नुहोस्। त्यो दिन तपाईको मुटुले काम गर्न छोड्छ, तर तपाईको आत्माले चिच्याउँछ, यो हो सिनेमा। तपाईलाई यो भिडियो कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोस्, र भिडियो मन पर्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद। जय नेपाल, जय सिनेमा।